व्यवसायमा तपाईको सबैभन्दा ठूलो खर्च ट्याक्स होइन, रेन्ट होइन र स्यालेरी पनि होइन। सबैभन्दा महँगो खर्च सही समयमा निर्णय नलिनु हो। सुन्दा सामान्य लाग्न सक्छ, तर मैले व्यवसायमा धेरै पैसा गलत निर्णयले होइन, ढिलो निर्णयले गर्दा गुमाएको छु। एउटा कर्मचारी राम्रो छैन भन्ने थाहा छ, तर 6 महिना पर्खिनु भयो। के गर्छ? अन्तिममा त्यसले तपाईको टिमको ओभरअल पर्फर्मेन्स नै डिक्रिज गरिदिन्छ, घटाइदिन्छ। एउटा प्रोजेक्ट घाटामा गइरहेको थियो, मलाई थाहा थियो, तर सायद अर्को महिना ठिक हुन्छ भन्दै म पर्खिरहेँ। अर्को महिना झन् घाटा बढ्यो। कहिलेकाहीँ गलत निर्णयले भन्दा पनि निर्णय नगर्नाले ठूलो नोक्सानी गर्छ। व्यवसायमा एउटा हिडन रुल छ, स्लो थिंकिङ ठिक छ, चल्छ, तर स्लो डिसिजन मेकिङ सधैँ राम्रो हुँदैन। धेरै मानिसहरू भन्छन् म पर्फेक्ट डिसिजन लिन चाहन्छु, तर पर्फेक्ट डिसिजन भन्ने कुरै हुँदैन, सधैँ पर्फेक्ट टाइमिङ भन्ने कुरा हुन्छ। मैले एउटा कुरा युट्युबको केही भिडियो हेरेर थाहा पाएको थिएँ। त्यसमा चाहिँ एउटा स्पिकरले भन्नुभएको थियो, यदि तिमीसँग 80% इन्फर्मेसन छ भने आफ्नो निर्णय लिग। तर मैले सोधेँ कि 100% इन्फर्मेसन नहुँदासम्म निर्णय किन नलिने? स्पिकरले मुस्कुराएर हाँस्नुभयो र भन्नुभयो, 100% इन्फर्मेसन आउँदासम्म अवसर अरूले लिइसक्छ। यदि तपाईसँग 80% इन्फर्मेसन छ भने रिस्क लिनुहोस्, वर्स्ट केस सिनेरियो स्वीकार्न सक्नुपर्छ, निर्णय गर्नुहोस्। किनकि बिजनेसमा ढिलो निर्णयले पनि जोखिम ल्याउँछ। निर्णय किन ढिलो हुन्छ त? धेरैलाई लाग्छ उनीहरूले डाटा खोजिरहेको छ। सत्य के हो? धेरै जसो हामीहरूले डाटा होइन, हामीहरूले कन्फिडेन्स खोजिरहेका हुन्छौँ। हामी चाहन्छौँ कसैले आएर हामीलाई यो निर्णय तिमीले सही गर्यो या फिर यो निर्णय यसरी लिग भनेर भनिदिए हुन्थ्यो भन्ने हामी भित्रभित्र चाहिरहेका हुन्छौँ। तर यथार्थ कुरा के हो भने तपाईँ आफैले नै आफ्नो निर्णय लिनुपर्छ र त्यो निर्णयलाई सही साबित गर्नका लागि तपाईँ आफू नै मेहनत गर्नुपर्छ। मैले मेरो व्यावसायिक अनुभवबाट सिकेको एउटा ठूलो पाठ, सफल व्यवसाय र असफल व्यवसायमा फरक के छ त? सफल व्यवसायीले सही निर्णय सधैँ लिन्छ भन्ने हुँदैन, तर उसले आफूले गलत निर्णय लिन्छ भने पनि त्यो निर्णयलाई छिटो सच्याउँछ। फरक त्यही नै हो। सक्नुहुन्छ कुनै पनि निर्णय लिनुभन्दा अगाडि आफूले आफूलाई यी 3 प्रश्नहरू गर्नुहोस्। पहिलो, वर्स्ट केस सिनेरियोमा के हुन सक्छ त? त्यो पर्टिकुलर चिजलाई तपाईले स्वीकार्न सक्नुहुन्छ भने गो फर इट। सेकेन्डमा, यो पर्टिकुलर निर्णयले या फिर यो पर्टिकुलर डिसिजनले मेरो अपकमिङ 5 इयर्समा कसरी इम्प्याक्ट पार्छ त? यदि सर्ट टर्म इम्प्याक्ट पार्छ भने गो फर इट। लङ टर्म इम्प्याक्ट पार्छ भने टेक योर टाइम, हाउएभर डोन्ट टेक टु मच टाइम। र तेस्रो, यदि मैले आज निर्णय गरेन भने त्यसको मूल्य मलाई कति पर्छ? धेरै पटक निर्णय नगर्नुको कष्ट गलत निर्णय लिनुको भन्दा पनि धेरै हुन्छ। र अन्तिममा, व्यवसायमा सबैभन्दा ठूलो खतरनाक शब्द या फिर सबैभन्दा हावी हुने शब्द के हो थाहा छ? अझै केही दिन हेरौँ न, केही दिन कुरौँ न। कहिलेकाहीँ त्यो केही दिनले महिनाहरू खाइदिन्छ, महिनाले वर्ष खाइदिन्छ र वर्षहरूले सपना। त्यसैले निर्णय लिन नडराउनुहोस्। गलत निर्णयले तपाईलाई पाठ सिकाउँछ, तर निर्णय नै गर्नु भएन भने त्यसले अवसर नै खोसिदिन्छ। फलो गर्नुहोस्, यो डे 5 हो।